हेलो गुड मर्निङ सबैलाई। म चाहिँ ड्युटी जानु आँटेको अहिले 11 बजी। अब म अलिअलि पाउडर लगाएर जान्छु ड्युटी। तिमीहरू खेल्दै बस्नु नि ल, बदमास नगरी ल बाहिर। हमें ड्यूटी जाना पड़ेगा ना। मैं बैठो नानी ईशानी हेरे बदमास गर्छ नि बहिनीहरूले। म चाहिँ यसरी ड्युटी जान्छु। कस्तो धुलो आउँछ बाटोमा, मास्क ट्याक्कै लाउने हो अनि हिँड्ने हो बाटोमा। कस्तो घाम छ फेरि। यसो गरेर जाने ड्युटी पुग्नु नि 10 मिनट लाग्छ, टाढा छ। त बहिनीहरू मजाले हेरे भाइरे। ओइ त्यहाँनिर मजाले खेल्नु, नबाट्नु नि, झगडा नगर्नु ल, झगडा नगर्नु ल। बाई 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 बाई। म भरे आउँछु 2 बजी ल साथीहरू। म चाहिँ काममा हिँडेको, यस्तो चर्को घाम छ। दस मिनट लाग्छ यहाँदेखि पुग्नु। मैले जाँदैछु ड्युटीमा यस्तो घाममा, छाता पनि छैन। जानु पर्यो नि, के गर्नु काममा। तपाईँलाई उल्टोमा भिडियो देखाउँछु है। यस्तो घाम लागिरहेछ यहाँ बेङ्गलोरमा। टन्टलापुर घाम हिँड्नुपर्छ, टाढो छ। अटो जाँदैछौँ त्यहाँ। मेरो भिडियोलाई पनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला साथीहरू। मेरो न्यू भ्लग बनाएको, बोल्नु पनि आउँदैन मलाई खासै, फर्स्टचोटि हो। त्यही भएर होला पछि पछि आउँछ होला बोल्नु। यहाँ चाहिँ बाजेलाई गर्मी भएर घाम तापे शीतलमा बसेको रहेछ। गाडी हेर्नु होला, यो गेटदेखि बाहिर जानुपर्छ। म चाहिँ काममा यस्तो गाडी धुलोमा। यहाँ चाहिँ हाम्रो सेक्युरिटी गार्डहरू यता यता। बाटोमा देख्दैन पनि होला साथीहरू। म घामले लागेर गाडीहरू पनि के साह्रो आएको। अगाडि पनि हेर्नु पर्यो। बोल्नु पनि केही आउँदैन, के बोल्नु र। म ल गाइज म गर्छु। टमाटर पनि घर छ है यतातिर। यो चाहिँ गल्लीको बाटो भन्छ। म चाहिँ यस्तो गल्ली गल्ली भएर जान्छु काममा चाहिँ। गाउँमा जस्तै छ यहाँ पनि।
थोरै मात्रै त्यस्तो छ। स्कुल बस आउँदैछ। बाँकी नै छ अझै। कति बज्यो? 25 भइसक्यो। 12:30 बजी पुग्नु पर्नेमा चाहिँ अहिले 25 भयो। 5 मिनटमा पुग्छु कि पुग्दिनँ। अलिक छिटो हिँड्ने बेला भयो है। मैले 15मा हिँडेको घरदेखि यहाँ आइपुग्नु 10-15 मिनट लाग्छ। यो ठाउँ चाहिँ नुसादुवा हो। म जहाँ काम गर्न आउने ठाउँ चाहिँ यहाँ नुसादुवा हो। नुसादुवामा अहिले आउँदैछु म कामको लागि। घाम पनि आइपुग्नु आँटेँ। म आइपुग्नु आँटेँ। यहाँ कुकुर सुतिरहेछ। कुकुर के कुकुर नै हो। कहाँ सुतेछ देख्दैन त यहाँ। यहाँ सुतिरहेछ कुकुर नै। ओटिपी भैया भैया ओटीपी 866 59 1 20 ನಿಮಿಷ ರೆಡಿ ಮಾಡ್ಕೊಟ್ಟೆ. ಅಲ್ಲಿಂದ ತಿರ್ಗಾ ಅದೇ ಒಂದು ವೈರ್ ಹಾಕಿದ್ರೆ 50 ರೂಪಾಯಿ 100 ರೂಪಾಯಿ. म चाहिँ साथी फाइनली ड्युटीमा आइपुगेँ। साथीहरू यो भित्र पस्नुपर्छ फेरि हो। एन्ट्री गरिवरी यहाँ चाहिँ यस्तो ठाउँहरू छ है। यहाँदेखि 2 मिनट लाग्छ त्यहाँभित्र बस्नुको लागि, मलाई पुग्नुको लागि। दुई मिनट लाग्छ। भित्र पसिसकेको छु म चाहिँ बाटोमा। ओह घाम के साह्रो सबैतिर यस्तो हो कि यहाँ मात्रै यस्तो हो? फाइनली साथी यही घर हो। म काम गर्ने घर चाहिँ यही हो। यही भित्र पस्नुपर्छ अब म चाहिँ। यही घर हो। यस्तो घाम चाहिँ देख्दैन केही। ल गाइस फाइनल आइपुगेँ। रातको यति नै हो मेरो भ्लग। फाइनली साथीहरू काम चाहिँ सक्यो। अब घरतर्फ लागेको है म चाहिँ। 2:30 भयो।
अब घरमा गएर एकछिन रेस्ट गर्नुपर्छ, फेरि काममा जानुपर्छ। ल ल बाई बाई।